निर्मल अवस्था होइन नाजुक अवस्थामा छ प्रकाशले बास्ना लिइसकेको छ मेरो कट्टुको निर्मेता हेर त कहाँ के हो कालो लाग्छ आज पनि बुटो भेटाइ ऊ स्याउ पनि रहेछन् टिप्ने निर्मे पाकी काम के हो त्यस्तो होइन पुरै वेलकम टु माई टुर परमत फाइभ आज हामी मार्फामा बसेको राति अब यता जेरी गल्ली के निर्मा जेरी गल्लीतिर हिँड्दैछौँ गल्ली हेर्नलाई दयाङ राईको सुटिङ होला प्रकाश पनि आउनुभयो बिहान जाडो कति बजे 6 बजे खायो हो नि त म 6 बजे उठेर हिँड्यो फेरि आज हामी राति पोखरा पुग्नै पर्छ पनि त्यही भएर बिहानै उठेर राति सुतेको हामी 1 हो कि 2 बजे हो कि अलिक आइयो यताउति गर्ने तास गर्ने रमाइलो कुरा गर्ने गर्दाखेरि 1-2 बजे सुत्नु चाहिँ 3-4 घन्टा हाम्रो 4 दिन भयो घर गएर यसो राम्रोसँग सुत्नु भनेको त बोर्ड भित्र गल्लीमा हिँड्दै जेरी गल्लीमा आयो छुट्टै राखिया देश माया भन्दै त्यस्तै घरबाट निस्किनु हुन्छ गल्लीमा आयो है ल टिकटकमा भन्दा के सोच्दैछन् त्यस्तो होइन पुरै दङ राईको घर जस्तो छ यो है कोही छैन कि होला नि गल्लीहरू माथि निस्कियो गल्ली यहीँ छ यहाँ त यस्तो दामी छ यार ए केटा घुम्दैछन् है बिहान कता घुमेको थाहा छैन सोध मेरो सोध्दा यसो युट्युबरले सबै आफ्नो स्टिकर टाँसेर गएको छ हाम्रो टाँसेर स्टिकर ल्याइएन नि त उस्तै यो सिट लगाउनु पर्छ नि ए माइलाको नि यहीँ आएछ फेरि उहाँ मेरो यहाँ माइलाको श्याम स्याउको बुटो भेटाइ ऊ स्याउ पनि रहेछन् टिप्ने निर्मे पाकी काम के हो यस्तो त्यही भएर चिसो छ यस्तो हिँड्यो यहाँ दङ राईको घरमा अब हेरौँ ल यहाँ यो चाहिँ सुटिङ गर्ने कबड्डी मुस्ताङमा केटाहरू मुस्ताङमा ए यो फेरि उसो क्या यो अर्काका घरमा ढोकान्न पाइन्छ लाता हान्छु भनेर हान्नेवाला यहाँ यो मान्छेलाई लाता हान्ने यो त होइन यहाँ सिन यस्तो देखिन्छ ल मार्फाको एउटा बसेको फोटो यो त होइन यस्तै थियो कबड्डीवाला त्यसको त सानो जुडी थियो होइन र यसरी चढ्नेवाला त्यो फेरि सानो थियो चौरी स्याउ लिएर हिँड्ने हो सामान के छुर्पी यताउति
मार्फा यहीँ सिके 50 रुपियाँ दिएर सेउ खाने जति पनि खान मन पलिस भन्थ्यो सिजनमा आएको ल यो खाँदैछौँ हामी यहीँको लोकललाई चाहिँ बनाएको 3 दिन भएछ कस्तो छ खाँदा अब निस्किनु है एकछिनमा नेमे टोप्ले त यो नेरमा हिँड्नु यो प्रकाश चिया हाल्दै पाउँदैछ हामी ल्यापटप भनेपछि हेलमेट के नेरमा झोला हिँड्ने है ल अब हामी मार्फबाट निस्किँदैछौँ होइन केटाहरूले चाहिँ यो रोसोसी बाँध्दैछन् पर्वत भनै के भन्नु निर्मे बस्छ यहाँले यो दर्शमा बस्छ क्यान्सल गरिदिनु हुन्छ निर्मलले फेरि फाली भ्याउँछ फेरि यो हिजो यो राम्रो लतारे त्यसले म पनि के बनायो रे हिरो भनेर तेल लिएर आउँदै ल कति बजी रहेछ यहाँ 190 हाल्नु थियो अरू पेट्रोल पम्पमा हाल्नु होला नेटमा खाइदिए यस्तो बिमारी भएछ क्या अब सँगै सुत्ने पनि सँगै हिँड्ने पनि सँगै केटाहरू ल छिटो छेउको बुटो यस्तो हुँदो रहेछ के छ अरू ए पर्खि फेरि यो झर्नामा आइयो यहाँ फेरि एउटा फोटो खिच्ने भन्छन् केटाहरूले टाढा आउँदा उता खिच्यो के अरे अहिले फेरि यता बस्यो खिच्ने अरे ल हिँड्यो अब यहाँ पनि फोटो खिच्यो पहिला खिचेको के यसो हेऱ्यो हिँड्यो अस्ति आउँदा अलिक सानो थियो आज बिहान भयो त्यही फरक हो मान्छे हिँड्दा त हल्ले खायो तर गाडी लोड गाडी लिएर पनि हिँड्छन् यस्ता पानी ल केटाहरू है ल ल तातो पानीमा आइयो यहाँ तातो पानी अब नुहार जाने भन्छन् केटाहरूले एकछिन निर्मे त हेऱ्यो त नाका के हो कालो लाग्छ आज पनि कट्टु खोज्ने कार्यक्रम भइरहेको छ यहाँ बिचमा कहाँ खाँजेछन् केटाहरूले निर्मेल कहाँ खाँदैछ 3 जना लाएर कट्टु खोजिहान सुकिया प्रकाशले बास्ना लिइसकेको छ मेरो कट्टुको ककटेल सेतो चटी रातो कलर निर्मेको नयाँ पेन्टी देखाएर स्ल्याग साइज केटीको उत्कृष्ट ओठ फुटेर हत्तेको बसारा भएको यार मेरो कट्टु काल कट्टु लाने हुन्छ यो राइट छ यो झर्दैन त्यो मेरो हो गयो त सुनिया नलाग्यो प्रकाश कट्टु लु त्यहाँ पनि तिमीले कस्तो रहेछ हेर कस्तो भएर हुन्छ अब हजुर के भनिया भयो के मोर्छ यो
नि ल प्रकाश पनि आज नहुने भएको दिनमा खै कपाल देखा त कपाल ए पानी धमिला पनि भयो कपालले जो हेर्न यहाँ चस्मा हेर खुल्ला खै नभए ल हामी त नेपाली चाहिँ हो नि होइन मैले गर्ने बाबु तेरो पनि पैसा खास मेन कामै ल हिँड्ने छिटो गेट बन्द हुनुभन्दा अघि ल केटाहरू यहाँ कपडा सपडा चेन्ज गर्दैछन् ल अब यहाँ उसो हुने भयो अब त्यहाँ मोबाइल जानु पाइने भएन पहिला कपाल अब थियो खै मलाई त यहाँ माथि जान्न है ल पानी धमेला हुन्छ पहिला बाहिर टाउको नुहायो हुन्छ मलाई देखि नुहा भन्छ लागि केटा तयार छ ल ल ल ल हिँड ल अब उता फोन लगाउनु पाइन्न यहीँसम्म है ल कहाँ नै छिर्ने ल तातो पानी आएर यहाँ नुहाइयो नुहाइयो भन्नु नुहाउँदैछौँ केटाहरू यहाँ फाल्ने खान त्यो माथिको थकाइ जति यहाँ मेटिँदो रहेछ तातो फेरि फुल तातो नेचुरल तातो पानी पर्का कस्तो आखा हो यो को फालिदिएको निर्मे के छ खबर ल निर्मे यता छ गाडी टाइम लाग्यो माइलो केटाहरू ल यहाँ अब हिँड्न लाग्यो है त ल निर्मे पौडी खेल्छ पौडी खेल्न मनाइ छ फेरि यहाँ तालमा निषेध छ यसलाई फाइन पर्ने भयो यो ल निर्मा धेरै नपठाऊ ल चिसा पानी आज पसेन प्रकाश के छ ल ठिक छ नि तातो पानी नआयो नि तातो पानी नुहायो फेरि यहाँ चिसो पानी आइसक्यो साबुन लगाएर स्याम्पू लगाएर नुहायो अब निस्किनु पर्छ भात सात पनि खाइहाल्यो तलतिर गर्न खानासाना खाएर त्यहाँ फेरि बागलुङ कालिका त्यसै पोखरा छिरै ल हिँड्यो है ल अब ल सुक्यो केटाहरू सुक्यो ल अब हिँड्यो है ल कपडा सपडा लगायो केटाहरूले नेर्मे फेरि पिसा गर्न गएको हिँड्ने बेला खाइ त्यसलाई पिसाब यही बेला आउँछ बसन्जेर गफ पनि गर्ने अलिक केही हुन्न ल झोला बोक अब यो चिसा कपडा राख्नु पऱ्यो बाइकमा जानु पऱ्यो उता माइलो चाँपी ल्याएकिन यार अब भात खाने ठाउँमा अब कहाँदेखि चाहिँ रोकिन्छ अहिलेलाई हिँडेर माइको नास्ता भन्ने खाना भन्ने के खाने छ त खानै खाने क्या मोमो मोमो आउँछ समोसा खाँदैछ मैले फेरि समोसा खाँदैछ ल कस्तो छ समोसा कस्तो मानिस एउटा खाइदियो फेरि अर्को हामीले चिसो लियौँ यसले चिसो लिएन फेरि चटपट खानुहोस् क्या त म दुईवटा खाने भयो एक्लै मलाई भन्नुभयो चटपट खाउँ झटपट यो सरको एउटा आएछ क्या निर्मेलले चटपट म्याइ है ल अर्को आउँदैछ केटाहरू भोका आएछन् साह्रै जो आयो ल कति राख्नु केटाहरू
हो यो त दुबईको गाडी हो त निर्मा झोला बाँध्दैछ भएन र मैले बाँधेको पड्केल तर पैसा त्यसै तिर्दैछ महिना उता गोप्रो सोप्रो के मिला नास्ता नास्ता खायो अब खाना पनि यही हो अब सिधै कहाँ दिनु यार बागलुङ कालिका माइन्ड छ कि इन्डियन एक के बाइकिङ अल्कोहलको मेरो तयार छ हेर्नलाई आनन्द मन्दिर दर्शन गर्न अब जोइन भयो उसी दिन जान्थ्यो नि त हामी जुसा थियो नि त आज उठ्यो नि त त्यही भएर आज बागलुङ कालिका मन्दिर जाँदैछौँ केटाहरू नगएछौँ थाकेर बसेर रक्ती पार आउँ फेरि हामी म बागलुङ कालिका आयो केटाहरूले यहाँ अब कपडा सपडा खोल्दैछ नि बाइकमा राख्ने क्या गर्नु भयो नि त उता आज जाडो थियो त ठिकै छ सेतो प्रकाश सेतो अब चाहिने के भएर आइयो हेर पोखरामा त्यस्तो जाडो छैन उहाँ चाहिँ निर्मलले के अब ब्याग चाहिँ ल्याइनस् ओ त्यो त कपडा कहाँ ल्याएर त्यहाँ राख सुखा चाहिँ भयो मन्दिर दर्शन गर्नु पऱ्यो पानी किन्न यस्तो बोरामा पैसा हाल्नुपर्छ त्यति पैसा हुन्छ मन्दिरभित्र हामी जाँदै प्रवेश गर्दै यार छैन पस्ने कुन कुन हो भित्र हिँड्यौँ फोटा खिचाएर दिनु कस्तो भएको भने त अनुभव घुमेर आइयो ठिक छ होला त्यही भएर दर्शन गर्नु तातो पानी झन् आनन्द भयो अब झन् फ्रेस नुहाइ धुवाइ गरेर यहाँ मन्दिरमा आएको यहाँ नहेर्नु आउनु लाग्यो हिँड्न अलिकति पऱ्यो केही भयो भने एक्सर्साइज भयो 10 मिनट त हिँड्नु कति बाइकमा हिँडिरहन्थ्यो क्या अहिले मन्दिर आउँदा पनि हिँड्नु पऱ्यो पानी पिउनु शुद्ध पानी शुद्ध पिउने पानी मेरो पिउँदै त हो फोटो खिचौँ अनि ल प्रकाश निर्मल हेरे हुन्छ कि हुन्न त्यसले भन्छ मन्दिर पूजा गरेर फुल पाइयो यहाँ धुँदै सुँदै हुनुहुन्छ मन्दिर पनि रहेछ नि यहाँ मेरो कालिज सालिज उके उहाँ बक्सा मुनि सबभन्दा उता देखिस् कालिज पर्व सर्व हाँस कमल फुल होइन हो त्यहाँ टिकटक बन्दैछ है हेर ठाउँ हेर मेसले कस्तो रहेछ सोध्ने विद्यार्थी जाने केही जाँदैन यहाँ एउटा ठाउँमा रहेछ न यो फोर्ने त्यही ल 3 पालि यहाँ गयो यहाँ पनि एकछिन बस्यो ध्यान स्यान गरियो अब घरतिर पनि जानु पर्छ नभए त बस्नु त रमाइलो आएको थियो टिका लाग्यो ऊ मैला पुरो त्यहाँ टिका लाउने दक्षिणा दिएर ट्याक्क प्रकाशको अझै आउनु भयो नि त्यही भएर फोटो खिचाउनु पानी छोडेछन् ल निर्मलले सम्झिन्छ है ल आफू छोडेको एकन सम्झिने अरू छोडेको सम्झिँदो रहेछ हामी हिँड्यो अब पोखरा पनि छ बागलुङ कालिका पनि भ्याइयो पोखरा गन्छ सिधै कपडा झोला ठिकै रहेछ नि हाम्रो ल ठिकै मान्नुपर्छ निर्मल खोलिदियो होला यहाँ पैसा पनि थियो मुठा यहीँ ल अब हिँड्यो ऊ महिलाहरू त छन् तेल चेक गरिरहेछन् हाम्रो तेल चाहिँ तिनीहरू कम रहेछ तेल
कहाँ तलसम्म पुगिन्न र तर बम छैन तपाईँहरू ल हिँड्यो है ल यसको पनि हो एउटै हो 1 लिटर इसका 320 हो इसमें 150 470 हो पानी ब्रेक छ 20 मिनटमा पोखरा पुग्छ है बाइकलाई पनि ब्रेक होल्डिङ गर्दैछौँ त यति खुस भइसक्यो महिला बाइकको चस्मा लगाएर सधैँ गर्छन् त्यही भएर म चाहिँ हाम्रो साथीहरूको यसकै धुवाले गर्दा रातो भयो के आँखाले यही भेनामा यो बाइकमा यो बस पछाडि छन् मैले यहाँ निर्मल फेरि बाथरुम गएको है ल आयो है ल उहाँमा जानी पाइयो के अरे बाइक छोडेर आयो यहाँ बस कुट्दैछौँ ल यस्तो रोपेर हिँड्नु पर्यो निर्मे कहाँ बसिरहेको छ रमाइलो भयो यात्राको फल निर्मल अवस्था होइन नाजुक अवस्थामा जाने रोको बस यो डिलक्समा हो टक्कला बदिया नेपालगञ्ज पोखरा धन्न पाइयो भनौँ यो गाडी अब नास्ता खाएर निस्क्यो सिधै गएर सुत्नु पऱ्यो नि त नास्ता खाने खाना आज खाना नास्ता यही भयो दुइटै भयो अब निस्किन्छौँ हामी माइलो निर्मल